हिजो शनिबारको दिन परिवारको साथमा सामकोसीबाट महाराजगञ्ज जाने बाटोतिर बायाँपट्टि रहेको लिङ्ग भैरवी देवीको दर्शन गर्ने अवसर जुट्यो। यो मन्दिरमा दर्शन गर्दा चाहिँ रोकिएका कामहरू बारम्बार देखिने समस्याहरू र रोग छालासँग जोडिएका रोगहरू चाहिँ यो मन्दिरको दर्शन गर्दाखेरि चाहिँ दर्शन गरे पश्चात चाहिँ यसले चाहिँ राम्रो गर्छ भन्ने भनाइरहेछ। जीवनको पहिलोचोटि यो मन्दिरको दर्शन गर्न पाउँदा एकदम खुसी लाग्यो। यहाँभित्रको व्यवस्थापन र त्यहाँको चाहिँ जुन इन्भाइरोमेन्ट छ त्यसले चाहिँ निकै प्रभावित पनि बनायो। यो रिङ रोडभित्रको यति व्यवस्थित मन्दिर फुर्सदको समयमा दर्शन गर्न चाहिँ एकदमै उचित लाग्यो। यो मन्दिर चाहिँ खुल्ने समय बिहान 36 बजेबाट 1:20 बजेसम्म र बेलुकी 4:20बाट 8:20 बजेसम्म खुल्ने समय रहेको छ। यहाँ भेटी मन्दिरमा सिधै चाहिँ ठ्याक्कै चढाउन मिल्दैन। त्यहाँ चाहिँ भेटी बक्स भनेर एउटा चाहिँ राखिएको छ। म पनि त्यहाँ झुकेँ। त्यो भेटी बक्समा चाहिँ हामीले हाल्नुपर्ने हुन्छ र यो एकदमै मलाई चाहिँ निकै राम्रो लाग्यो। तपाईहरु पनि समय मिल्दा यो मन्दिरको दर्शन गर्दा चाहिँ निकै उचित हुन्छ जस्तो लाग्यो। धन्यवाद। थ्याङ्क यू।